हेलो नमस्कार साथीहरू। धान पाक्ने बेला भयो त हेर्नुहोस् त यहाँ धान फल्नु थाल्यो हो यस्तो। यो चाहिँ किसिम किसिमको धानहरू हुँदो रहेछ। हामी चाहिँ चामलबाट हो, यहाँ धान किसिम किसिमको छ। यो सायद यसलाई चाहिँ रामधान के भन्दो रहेछ हो। यतापट्टि चाहिँ रन्जित मुसुरी छ, फलेकै छैन, अलिक ढिलो फल्छ। यसको चाहिँ चामल राम्रो हुन्छ, एकदमै मिठो हुन्छ त्यसको। अन्त यहाँ साइड साइडमा मस्याम पनि लगाएको रहेछ। यो सानो खालको मस्याम यतातिर पाकेको धान फलेको। अब एक महिना, लगभग एक महिनामा यो धान रेडी हुन्छ। काट्ने बेला हुन्छ पुरै है। पहिला चाहिँ धान कलिलो हुँदा चाहिँ यस्तो हुँदैन। यसको यहाँबाट चाहिँ दुध जस्तो निक्लिन्छ, हेर्नुभयो? यी दुध जस्तो निक्लिन्छ, सेतो सेतो। अहिले चाहिँ यो कलिलो छ, त्यसै कारणले गर्दा अब पछि पाकिसकेपछि चाहिँ यसो गर्दा चिमोर्छ। अहिले चाहिँ कलिलो छ, दुध निक्लिन्छ यसको चाहिँ भित्र। हेर्नुभयो कि दुध जस्तो निक्लिन्छ है। अन्त पछि पाकेपछि चाहिँ एकदम कडा। अब एक महिना डेढ महिनामा यो पाक्छ यतापट्टिको चाहिँ योहरू। अनि यो चाहिँ पाक्दैन, अहिले फलेकै छ। यिनीहरू चाहिँ निक्लेको छैन, अब निक्लिने बेला हुँदैछ। यिनीहरू भर्खर फुल्दैछ। यति बेला पानी आयो भने चाहिँ खराब हुन्छ। धान रुङ्ने मान्छे यहाँबाट बसिरहेको छ, हेर्नु न। यो चाहिँ धान रुङ्ने यो हो तपाईँको टङ्गर भन्छ यसलाई चाहिँ। यहाँ चाहिँ राति मान्छेहरू यहाँ सुत्छ, अनि यहाँ सुतेर चाहिँ यसो यहाँ हेर्नुहोस्, हेर्छ। हात्ती आयो भने चाहिँ यहाँबाट खेदाउँछ।